फाइनली हामीले चाहिँ सामानहरू ल्याइसक्यौँ। सो हामी चाहिँ अहिले गाडी चढ्न लागेको हो। यस्तो काम लागिरहेको हामी चाहिँ दुईजना भेट भइसक्यो दिदी बहिनी। Hello guys, this is me Pinoar Vloggers. So आज म फेरि हजुरको सामने आइसकेँ। सबैजनालाई गुड मर्निङ भन्दै। सो हजुरहरू पनि सन्चै होला भन्ने आशा गर्दछु। म पनि सन्चै छु। आज चाहिँ म बालुवाटारमा चाहिँ कोरियन ब्युटी पोइन्टमा चाहिँ आज अफर लागेको छ। हिजो राति आई थिङ्क कहिलेदेखि 12 बजी रातिदेखिको आज लास्ट नाइट 12 बजी रातिसम्म कति % अफ भन्ने चाहिँ मलाई थाहा छैन। सो हजुरहरूले भिजिट गर्न सक्नुहुन्छ भनेर भन्न सक्दिनँ, किन भन्दा मैले भ्लग चाहिँ एकदम ढिला पोस्ट गर्छौँ, त्यही भएर। सो म आज चाहिँ मेरो दिदी र म चाहिँ कोरियन ब्युटी पोइन्टमा चाहिँ जान लागेको, दुईजना दिदी बहिनी भएर। सो म चाहिँ दिदीलाई भेट्न जाँदैछु उसको रुममा। सो लेट्स गो। हजुरहरू पनि सँगसँगै अहिलेको लागि जस्तै कि हाम्रो साइकलहरू बिग्रेर हाल्दा थाहा हुन्छ नि कतितिर के भइरहेछ साइकल अनि केही पनि हेरेन त। हल्का खाली खाली टाइपको देखिरहेको स्याटरडे धुम्मा टाइपको भइरहेछ माहौलै। अहिले चाहिँ होइन, अहिलेखेर चाहिँ माहौल तात्तिन्छ है, मान्छेहरू घुम्न जान्छ कता लाग्छ। सो डोन्ट माइन्ड, मेरो भोइस चाहिँ रुगा लगाएर यस्तो भएको छ। वा लुगा दिस भ्यू कस्तो क्लिन देखिरहेको, सो मजा आएको। सो वहीँ गएर मेकअप गर्ने माई रियल फेस मोटार कस्तो बाजु भएको छ भनेर मैले लगाउँछ नि, तर मेरो मनमा कति पेट छ भने मित्र पार्क के हान्नु रे सजना सजना काटे काटे काटेना काटेना ले थातिरै पल्ट हिँड्ने अनि तलतिर जानु बान्सोरतिरै। हामी चाहिँ बालुवाटारमा आएर अड्केर बसिरहेको छ किनभने हामीलाई लोकेसनै थाहा छैन के गर्नु।
ओइ तैँले खिचे होइन त्यो मान्छे सबै कस्तो लुगा लगाइरहेको थियो गाडीमा बस्दाखेरि नसक्नु भएर मैले लगाइदिएँ मेरो बुढी पनि खानुहुन्छ हामी चाहिँ दुईजना भेट भइसक्यो दिदी बहिनी यस्तो रुममा आएर हामीले रेडी भयो अहिले चाहिँ हामी बालटारमै हो हामी अहिले चाहिँ हामी त्यो कोरियन पोइन्टमा जाँदाखेरि हामीले हेरिरहेको छैन मान्छे हेरेर केही हुँदैन भ्लगै बन्दैन होला इलापट्टि के है कस्तो आनन्द शीर्ष बाला के है लुगा लाएर ननिकाल भने ओइ तल कस्तो राम्रो देख्छ यता फर्कि त सो प्राइस चाहिँ हामी भन्न मिल्दैन यति भेट्छ नि यति भेट्छ यति लाइन बस्यो यो प्रोडक्टको लागि कोरियन ब्युटी प्रोडक्ट कहिलेसम्म छ भोलिसम्म यसको अफर चाहिँ 10% अफर भोलिसम्म छ सो आउनु सक्नुहुन्छ हजुरहरू पनि छात्रुमा कोरियन ब्युटी त्यो पोइन्टमा है फाइनली हामीले चाहिँ सामानहरू ल्याइसक्यौँ सो हामी चाहिँ अहिले गाडी चढ्न लागेको हो यस्तो घाम लागिरहेको लिप लाइनर चाहिँ हामीले ट्राई गरिरहेको सो हाम्रो आइकलले चाहिँ मेरो लासेस चिनेको त मेरो आधी नै खोडै भइदिएर सो हामी चाहिँ फाइनली रुममा आइसक्यो अघि नै हामीले चाहिँ गाडीमा ब्लग बनाउनु मिलेन किन भन्दाखेरि धेरै मान्छे हुनको कारणले त्यो पनि हामी एकदम थाकिसकेको थियो बाटो भुतेर हामी यता र उता गर्दाखेरि नै हाम्रो दिन गयो हामीले खाजा पनि खाएको छैन अनि हामी चाहिँ फ्रेस भएर खाजा खाँदैमा हामी पकाउने अनि किन भन्दाखेरि अहिले चाहिँ अब साँझको 6 बज्न लागिसक्यो सो सबैजनालाई बिदा लिँदै म पनि हजुरहरूबाट बिदा लिन चाहन्छु सो सबैलाई बाई भन्दै म पनि बिदा लिन्छु अर्को नेक्स्ट भ्लगमा चाहिँ भेट्नेछु बाई